के हो क्या यसको यो भित्रको यसको सिस्टम ठिक छैन क्या हो? 5 मिनटमा 10 मिनटमा पिसाब लाग्यो भने गर्छ यार। यसो बाइक कुदाउनु भन्यो 5 मिनट भएपछि पिसाब लाग्यो भन्छ कस्तो हो यो? त्यो ठिक छैन क्या भित्रको इन्जिन। हेलो एन्ड फाइनल्ली हामी मुस्ताङको लागि निस्किनु तयारी भएको होइन। यता टक्क मेरो प्राणभन्दा यता मेरो साथीले टक्क मेरो हेलमेट सेट गरिदिएछ होइन। यता फेरि मेरो अर्को साथी पनि आइसकेको छ। अब टक्क लगाएर हामी मुस्ताङको लागि निस्किनु लाग्यो है। अनि अब बाटोमा के हुन्छ म अपडेटहरू टक्क भ्लगहरू दामी भ्लगहरू हाल्छु होइन। सबैजना लाइक कमेन्ट एन्ड मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला ल। बाई बाई। के छ मेरो साथी मुस्ताङ जाने त पनि उहाँबाट बिहा बिदा जान्छु भनेर मुस्ताङ जान लाउने बाबा। यता हेर्दा एकचोटि यता नि यता। हेलो हामी नाम मालडुङ्गा हो। मालडुङ्गा माथि बागलुङ है। माथि बागलुङ भगवतीको मन्दिर हो। बागलुङ भगवती रक्षा गरिदिनुहोस्। हाम्रो यात्रा सफल पारिदिनुहोस्। हामी फाइनल्ली बागलुङ आइपुग्यौँ होइन। बागलुङ अब टक्क म र मेरो साथीसँगै यता हेर त्यता केही छ भन्ने नि त। बिहा गर्ने भनेर अब फेरि यस्तो बिहा पनि गर्नु सक्नु दिँदाखेरि मैले भनेपछि जापानको भनेर घुम्न हिँडिहाल्यो हामी। हामी यो बाटो हो क्या कुद्ने बिहान फटफुलो टी सर्ट लगाएर यो चिसोमा कुनै पिसारो हुन्छ यहाँबाट कुदेर उहाँ माथि पुग्नुपर्छ। आमामा उकालो सबै फेरि उकालो कुदियो फेरि। यो ठाउँमा प्रायः जस्तो यस्तै हुन्छ क्या। अस्ति म उता जान पनि यस्तै भएको थियो क्या। यहाँ भेरी जस्तो यस्तै हुन्छ। बेनी वा बेनी बजार यार क्या दामी हो है। यो तेल चाहिँ फर्किँदा गरिहाल्ने। ओहो हाम्रो सुभाष दादाको गाडी भेटियो ठ्याक्कै बाटोमा यार। सुभाष दादा कता हुन्छ? सुभाष दादालाई हेरौँ ल। ओहो हो मेरो बाइकको हालत। फाइनल्ली हामी रुप्से झर्न आइपुगेको छौँ होइन। रुप्से यसो दामी रहेछ है ल रुप्से होइन। अब यहाँबाट चाहिँ हामी लेते भन्नमा पुगिन्छ। दामी छ त रुप्से झर्न। बाइक के भयो? मलाई त पिर लाग्यो यसलाई मैले सकुसलै घर पर्खाउन सक्नु जस्तो लागेन। विरक्त भयो चिसोले यार। यहाँ जमसुङ नपुग्दै विरक्त भयो चिसोले यार। त जाऊ त गाडीमा चढेर त्यो गाडी रोकिदिउँ भाइ रोक्नु त। रोकेर पठाइदिउँ त मैले गाडीमा हालेर। विरक्त भयो निनाउरो भयो यार। थैट ल्याइ बसो बनाएर ल्याएर हालेर हल्का फिल हुँदै है यो अहिलेको यो डेजर्टहरू देखेर है। ल डेजर्ट पुरा छिरियो। हामी जमसुङ पुग्न लाग्यो। त हिमालको पनि काठमा आयो। हिमाल देखाउनु त। हिमाल हेलो हिमाल। यार पर यहीँ छ यार हिमाल त। हामीभन्दा लगभग 1 किलोमिटर नै छैन हिमाल जाने यार। अहिले हामी अगाडि छौँ होइन। चिसो यार आमामा। हावा त यहीँबाट यस्तो छ।
चौरी फाइनल्ली हामी आइसकेका छौँ माथि मुक्तिनाथ। अब उता माथि चाहिँ हो मुक्तिनाथको मन्दिर चाहिँ हामी आइछौँ। अब आज हामी यहीँ बस्छौँ होला अनि भोलि बिहानै मुक्तिनाथ गएर नुहाएर अनि फेरि उता फेरि लोमनथन जाने कुरा छ। चिसो छ चिसो छ यो घोडालाई चिसो भएन क्या।